IELTS reading को headings गाह्रो लाग्छ भने this is for you. मलाई हिजो टिकटक लाइभमा एकजना स्टुडेन्टले सोध्नु भएको थियो कि हाउ क्यान आई इम्प्रुभ माई IELTS रिडिङ स्पेसली हेडिङ्समा आई वेस्ट अ लट अफ टाइम भनेर. त्यसको आन्सर के हो भन्दा रिडिङको जब तपाईँले हेडिङ सल्भ गर्नुहुन्छ यु गट टु बी एबल टु आइडेन्टिफाई द टपिक सेन्टेन्स. टपिक सेन्टेन्स जेनरली फर्स्ट सेन्टेन्स अफ द प्याराग्राफ हुन्छ. पहिलो काम त्यो पहिलो सेन्टेन्स पढ्नुहोस् र गिभ इट अ ट्राई. यदि सल्भ भयो भने यु डोन्ट निड टु रिड एनी फर्दर र यदि सल्भ भएन भने गिभ इट अ ट्राई विथ द लास्ट सेन्टेन्स. यो दुईवटा सेन्टेन्सले मोस्ट अफ द हेडिङ्स सल्भ हुन्छ. र हेडिङ्स सल्भ गर्नलाई अर्को एउटा पनि इम्पोर्टेन्ट कुरा के छ भन्दा यु गट टु प्र्याक्टिस अ लट अफ हेडिङ्स. त्यसको लागि अल्फा IELTS इज योर सल्युसन. कम आई विल शो यु हाउ इट्स डन. सो दिस इज अल्फा IELTS. www.alphaielts.com मा जानुहोस्, हाम्रो प्र्याक्टिस मेन्यु ओपन गर्नुहोस् र त्यहाँबाट रिडिङमा एकाडेमिक सेलेक्ट गर्नुहोस्. सो वन्स यु डु द्याट तपाईँलाई अब ट्रु फल्स नट गिभन गाह्रो लाग्छ भने वी गट हन्ड्रेड्स अफ क्वेसन्स अन ट्रु फल्स नट गिभन. तर आजको फोकस हेडिङ. सो 960 वटा टोटल एसेजहरू छ अल्फा IELTSमा. त्यो मध्ये तपाईँलाई फर इक्जाम्पल हेडिङ्स प्र्याक्टिस गर्न मन छ भने जस्ट क्लिक अन हेडिङ्स. हेडिङ्स क्लिक गरिसकेपछि आउट अफ दोज 900 समथिङ एसेज 168 एसेज ह्याभ हेडिङ्स. सो अब यो एसे ओपन गर्नुहोस्. देयर वी गो. तपाईँलाई अब हेडिङ्स प्र्याक्टिस गर्नलाई यु गट टु गेट स्टार्टेड लाइक दिस. सो यसरी तपाईँले आन्सर राख्नुहोस् र वन्स यु फिनिस देन यु क्यान सबमिट यो आन्सर. र IELTSको प्र्याक्टिस गर्दाखेरि अलवेज रिमेम्बर गाइज यो हाइलाइट गर्ने बानी बसाउनु एकदमै जरुरी छ. किनकि रियल इक्जाममा पनि हामीले अब पेन्सिलले अन्डरलाइन गर्न मिल्दैन, सर्कल गर्न मिल्दैन. सो हाइलाइट इज समथिङ भेरी इम्पोर्टेन्ट. ओके. सो यस्तो खालको अरू भिडियोजहरू हेर्न मन छ भने मेक स्योर यु फलो आवर च्यानल अन सोसियल मिडिया. र वी गो लाइभ अन टिकटक एभ्री नाइट फ्रम 9 to 10 PM नेपाल टाइम. त्यसको पर्पज तपाईँहरूको यस्तै यस्तै क्वेसन्सहरूको बारेमा डिस्कस गर्ने, तपाईँहरूलाई चाहिने टिप्स एन्ड एडभाइसेस दिने. वी डोन्ट डु क्लासेस तर वी डु डिस्कसन्स अन स्पेसिफिक पेइन पोइन्ट्स भन्छौँ हामीले. सो हजुरहरूको समस्याको लागि चाहिँ हामीले डेफिनेटली एड्रेस गर्नेछौँ. थ्याङ्क्स फर वाचिङ.